अब हामी एउटा रिसर्च डिजाइनको एउटा हेर्छौँ हैन। देयर आर रिसर्च डिजाइन के हो त? व्हाट इज रिसर्च डिजाइन? मानौ तपाईको मनमा एउटा क्वेशन आयो हैन, एउटा रिसर्च क्वेशन आयो। त्यो रिसर्च क्वेशन लेट्स से तपाईले के आयो भने डायबिटिक रेटिनोप्याथी केस र कोलेस्ट्रोल भएका बिरामीलाई हार्ट एक्जिट्स बढी हुन्छ भनेर रिसर्च आयो भने तपाईले त्यो क्वेशनलाई प्रुभ गर्नलाई के गर्नुहुन्छ त? डायबिटिक केसेसहरु लिनुहुन्छ हैन, रेटिनोप्याथी केसेसहरु लिनुहुन्छ, हार्ट एक्जिटबाट एउटा लिनुहुन्छ, नन हार्ट एक्जिटबाट एउटा लिनुहुन्छ, त्यसमध्ये कतिलाई चाहिँ तपाईको कोलेस्ट्रोल छ चेक गर्नुहुन्छ भनेको त्यो क्वेशन रिसर्च क्वेशनलाई एन्सर गर्नलाई तपाईले कुन बाटो लिनुहुन्छ, कुन वेहरु लिनुहुन्छ प्रुभ गर्न अथवा डिसअप्रुभ गर्न, त्यही जुन फ्रेमवर्क हुन्छ त्यसलाई रिसर्च डिजाइन भन्छ हैन। रिसर्च एप्रोचेसहरु प्रायः जसो दुई प्रकारको हुन्छ हैन, क्वालिटेटिभ एप्रोच भन्छ र क्वान्टिटेटिभ। क्वालिटी भनेको चाहिँ यसमा चाहिँ तपाईले मेजरमेन्टहरु डाटाहरु कस्तो हुन्छ भने नोमिनल अर्डिनल इन्टरभल रेशियो स्केलका डाटा हुँदैन यसमा। यसमा चाहिँ कस्तो डाटा हुन्छ भने फिलिङ वाला डाटा हुन्छ। जस्तै क्याटेक सर्जरी तपाईले गर्नुभयो, पेशेन्टको फिलिङ के छ त हैन, त्यो बुझ्नु छ तपाईले के हुन्छ ल एउटा तपाईले इन्टरभ्यु क्रिएट गर्नुहुन्छ, त्यसमा चाहिँ ओपन इन्डेड क्वेशन सोध्नुहुन्छ तपाईले हैन। ल तपाईले कस्तो फिल भइरहेछ क्याटेक सर्जरी गरेपछि, अनि उसले चाहिँ तपाईले सबै भन्छ हैन। अनि त्यहाँबाट उसको फिल निकालेर तपाईले एउटा क्वेशनर बनाउनुहुन्छ। सो क्वालिटेटिभ डाटामा चाहिँ के हुन्छ भने इट गिव्स यु अ क्वेशनर फर्मेट हैन, र यसले तपाईलाई एउटा क्वान्टिटेटिभ स्टडी गर्नको लागि एउटा फ्रेमवर्क दिन्छ, एउटा टुल दिन्छ। क्वान्टिटेटिभले के गर्छ भने तपाईले डाइरेक्ट एनालाइसिसमा हेल्प गर्छ हैन, क्वालिटेटिभ के हो हैन। क्वान्टिटेटिभले तपाईले कुनै चीज ठ्याक्क क्लिनिकल डाटाहरु क्लिनिकल रिसर्चहरु गर्नुहुन्छ, त्यो चाहिँ क्वान्टिटेटिभ एप्रोचमा पर्छ। अब केही रिसर्चका स्टेप्सहरु छन्, यसमा तपाईले क्वेशन सोध्न सक्छ। जस्तै रिसर्च प्रब्लम इज द फर्स्ट। पहिले रिसर्च प्रब्लम तपाईले हेर्नुपर्छ आउँछ, त्यसपछि रिभ्यू अफ लिटरेचर गर्नुहुन्छ, त्यसपछि रिभ्यू अफ लिटरेचरबाट एउटा थ्योरी बनाउनुहुन्छ तपाईले हैन। त्यो थ्योरीलाई चाहिँ हाइपोथेसाइज गर्नुहुन्छ हैन, अनि त्यो हाइपोथेसिसलाई प्रुफ अथवा डिसप्रुभ गर्न रिसर्च डिजाइन गर्नुहुन्छ। त्यसपछि त्यो रिसर्च डिजाइनमा के कुरा हुन्छ त्यसलाई चाहिँ तपाईले अपरेसनल डिफिनिसनहरु बनाउनुहुन्छ, रिसर्च साइट सिलेक्सन गर्नुहुन्छ, त्यसपछि स्याम्पल रिस्पोन्डेन्ट गर्नुहुन्छ, रिस्पोन्डेन्ट सेलेक्ट गर्नुहुन्छ, त्यसपछि डाटा कलेक्सन, त्यसपछि डाटालाई एनालाइज र प्रोसेसिङ गर्नुहुन्छ र कन्क्लुजन गरेर रिजल्ट पब्लिश गर्नुहुन्छ। दिज आर द तपाईको स्टेप्स अफ रिसर्च। अब तपाईहरुलाई खर्र म यो 3-4 वटा टाइपको स्टडी डिजाइनहरु छ त्यसको बारेमा भनिहाल्छु। दिज आर सम डिजाइन्स। डिस्क्रिप्टिभ रिसर्च कसलाई भन्छ हैन। भनौं लेट्स से तपाईले एउटा कुनै स्टडीमा कुनै ठाउँमा स्टडी के गर्नुपर्ने भयो भने रिफ्र्याक्टिभ एरर, प्रोफाइल अफ रिफ्र्याक्टिभ एरर एमङ स्कुल चिल्ड्रेन भन्नुभयो हैन। त्यो भने के हो भने स्कुल चिल्ड्रेनमा कस्तो प्रकारको रिफ्र्याक्टिभ एरर बढी हुन्छ, मायोपिया बढी हुन्छ कि हाइपरोपिया बढी हुन्छ, त्यो चाहिँ के हो भने डिस्क्रिप्टिभ स्टडी हो। अनि त्यसबाट चाहिँ एनालाइसिस केही निकाल्नु भयो भने तपाईले डिस्क्राइब गरिदिनु भयो, त्यसपछि अर्को रिसर्चरले त्यसको अगाडिको पार्टहरु गर्छ। भने डिस्क्रिप्टिभ रिसर्च इज द फर्स्ट प्रिमिटिभ भनौं न, पहिलो रिसर्चको एउटा डिजाइन हो। त्यसपछि अर्को आउँछ क्रस सेक्सनल स्टडी। क्रस भनेको के हो? क्रस सेक्सन काट्नु हैन, भनेको एउटा पोइन्ट अफ टाइममा जहिले पनि याद गर्नुस्, क्रस सेक्सनल स्टडी भनेको स्टडी एट वन सिंगल पोइन्ट अफ टाइम। पपुलेसनको स्टडी एट अ सिंगल पोइन्ट अफ टाइमलाई के भन्छ? क्रस सेक्सनल स्टडी भन्छ। यसमा चाहिँ क्रस सेक्सनल स्टडीले के दिन्छ तपाईको क्वेशन आउँछ। क्रस सेक्सनल स्टडीबाट के आउँछ? प्रिभ्यालेन्स आउँछ। प्रिभ्यालेन्सेसहरु चाहिँ कहाँबाट आउँछ? क्रस सेक्सनल स्टडीबाट आउँछ हैन। र यसमा चाहिँ के टेस्टहरु हुन्छ? कायस्क्वायर टेस्ट, एनोवा टेस्ट, कोरिलेसनहरु, लॉजिस्टिक यिनीहरु चाहिँ युज हुन सक्छ हैन। यसमा चाहिँ के हुन्छ? पपुलेसन हुन्छ, यसबाट डाटा कलेक्टेड, तपाईले डाटा कलेक्सन गर्नुहुन्छ हैन। अनि त्यसपछि त्यसलाई चाहिँ एक्सपोजर भएको हो कि त्यो केसमा एक्सपोजर भएको हो कि होइन, अनि त्यसको एक्सपोजर भएको पनि आउटकम कस्तो हो भनेर तपाईले एनालाइसिस गर्नुहुन्छ। त्यस्तै अर्को हुन्छ केस कन्ट्रोल स्टडी। केस कन्ट्रोलमा नामैले भनेको छ केस र कन्ट्रोल। केस भनेको के हो? यो स्टडीमा चाहिँ के हुन्छ भने यो चाहिँ केस कन्ट्रोल कस्तो स्टडी हो तपाईले सोध्न सक्छ। प्रोस्पेक्टिभ हो कि रेट्रोस्पेक्टिभ हो कि? यो चाहिँ रेट्रोस्पेक्टिभ हो। किन? केस भनेको बिरामी, कन्ट्रोल भनेको नबिरामी। भनेको बिरामीबाट हामी चाहिँ के पत्ता लगाउँछौं? अब पछाडी गएर
उसलाई एक्सपोजर भयो। लाइक इक्जाम्पल दिन्छु म तपाईँलाई। हाम्रो कोभिडको बेला थियो होइन, कोभिडको बेलामा चाहिँ हामी के हेऱ्यौँ, अब कोभिड भएको केस नभएको केस होइन, दुइटै लिन्छौँ। कोभिड भएको केसको एक्सपोजर के भएको थियो त होइन, कहाँ गएको थियो, उसले मास्क लगाएको थिएन कि थिएन होइन, कोभिड नभएको केसले मास्क लगाएको थियो थिएन होइन। दुइटैको पछाडि गएर हेऱ्यो भने मास्क नलाउने मान्छेहरूलाई चाहिँ कोभिड कम आएर छ भनेर पत्ता लगाउनु भयो नि त। चाहिँ डिजिज कन्डिसनबाट तपाईँ पछाडि जानुभयो। रेट्रोस्पेक्टिभ स्टडी हो, यसलाई चाहिँ केस कन्ट्रोल स्टडी भन्छ होइन। र केस कन्ट्रोल यो क्वेसन सोध्छ तपाईँले, केस कन्ट्रोल स्टडीहरू चाहिँ बाट के आउँछ भनेको अड्स रेसियो आउँछ। अड्स रेसियो भनेको अड्स भनेको के हो भने जस्तै एक्सपोजरवाला मान्छेलाई कति टाइम डिजिज हुने चान्स बढी भयो। फेरि एउटा इक्जाम्पल दिन्छु। जस्तै कोही मान्छेलाई क्यान्सर भएको छ, क्यान्सर भएको मान्छे यदि 10 जना भेट्यो भने त्यसलाई चाहिँ कतिजनाले स्मोकिङ गरिरहेछ भने पत्ता लगायो भने 4 जनाले स्मोकिङ गरिरहेछ भनेको 10 मा 4 जनालाई 4 टाइम। अनि नर्मल मान्छेलाई यदि 10 जना मध्ये 1 जनालाई क्यान्सर छ भने नर्मल नन स्मोकरलाई मानौँ 1 जनालाई मात्र क्यान्सर छ होइन। भनेको स्मोकरलाई 10 मा 4 छ, नन स्मोकरलाई 10 मा 1 छ भनेको स्मोकरलाई 4 टाइम्स बढी क्यान्सर हुने चान्स भयो। त्यसलाई भन्छ अड्स रेसियो भन्छ। र यो केस कन्ट्रोलबाट के आउँछ, अड्स रेसियो आउँछ। यो चाहिँ इनएक्सपेन्सिभ हुन्छ र सर्ट टाइमिङमा गर्न सकिन्छ। त्यसपछि कोहोर्ट स्टडी भनेको के हो भने यसमा चाहिँ के हुन्छ भने नर्मल मान्छेबाट सुरु गर्छौँ हामी र त्यसपछि त्यसलाई एक्सपोजर दिन्छौँ होइन र नन एक्सपोजर दिन्छौँ। यो चाहिँ के हुन्छ, लामो समयसम्म लाग्छ र एकदम रेयर डिजिजहरूमा चाहिँ यो गरिन्छ होइन। यसमा चाहिँ के हुन्छ, नर्मल मान्छे आफ्नो दुइटै नर्मल मान्छे लिन्छौँ, एउटालाई एक्सपोजर दिन्छौँ एउटालाई दिँदैनौँ र केही टाइमपछि आउटकम हेर्छौँ होइन। यसबाट चाहिँ के आउँछ, रिलेटिभ रिस्क आउँछ, आरआर याद राख्नु होला। केस कन्ट्रोलबाट अड्स रेसियो, कोहोर्टबाट रिलेटिभ रिस्क है। त्यसपछि बेटर क्वालिटी के हो, ऱ्यान्डमाइज कन्ट्रोल ट्रायल। अघि याद राख्नु होला, अघि मैले एक्सट्रेनियस भेरिएबलका कुरा गरेको थिएँ। एक्सट्रेनियस भेरिएबल चाहिँ आउँछ नि, त्यसलाई हटाउनलाई मैले दुईवटा कुरा गरेको थिएँ, कन्ट्रोलका कुरा गरेको थिएँ, ऱ्यान्डमाइजेसनको कुरा गरेको थिएँ। इभन आरसिटी स्टडीमा यो दुईटै चिज कन्ट्रोल हुन्छ। त्यसैले रिसर्चको बेस्ट डिजाइन तपाईँले सोध्छ, विच अमङ द फलोइङ इज बेस्ट डिजाइन टु फाइन्ड कजेटिभ फ्याक्टर अथवा कजेटिभ एनालाइसिस, त्यो भनेको आरसिटी हो है। त्यसपछि कहिलेकाहीँ के हुन्छ भने अर्को पनि क्वेसन छ, जस्तै क्वासी एक्सपेरिमेन्टल डिजाइन सोधिन्छ तपाईँले। यसमा चाहिँ के हुन्छ भने सबै चिज आरसिटीकै हुन्छ, एउटा चिज मात्र हुँदैन, ऱ्यान्डमाइजेसन हुँदैन होइन। आरसिटीमा ऱ्यान्डमाइजेसन हुन्छ, कन्ट्रोल हुन्छ। क्वासी एक्सपेरिमेन्टलमा कन्ट्रोल चाहिँ हुन्छ र ऱ्यान्डमाइजेसन हुँदैन होइन। भनेको ऱ्यान्डमाइजेसन प्रोसेस फलो गऱ्यो भने नन ऱ्यान्डमाइज क्वेसन होइन। यति हो। अब एउटा चिज तपाईँले यो पनि सोध्न सक्छ, कोरिलेसन एनालाइसिस सोध्छ होइन। जस्तै त्यसमा दुईवटा फ्याक्टर छ। कोरिलेसन भ्याल्यु कहाँदेखि कहाँसम्म रेन्ज हुन सक्छ भन्छ, -1 to +1। +1 भनेको हाइएस्ट पोजिटिभ कोरिलेसन, -1 भनेको लोएस्ट पोजिटिभ कोरिलेसन भनेको उल्टो होइन। 0 भनेको नो कोरिलेसन होइन। पछि कोरिलेसन कोएफिसिएन्टको तपाईँले भ्याल्यु सोध्न सक्छ होइन। अर्को चाहिँ हुन्छ कोएफिसिएन्ट अफ डिटर्मिनेसन भनेको r लाई r² गरिदियो भने यो चाहिँ 0 देखि 1 सम्म मात्रै हुन्छ। यसमा चाहिँ तपाईँले जो के आउन सक्छ, कोएफिसिएन्ट अफ डिटर्मिनेसन के हो है, यसको भ्याल्यु कहाँदेखि कहाँसम्म हुन्छ, 0 देखि 1 सम्म हुन्छ। कोरिलेसन कोएफिसिएन्टको कहाँ हुन्छ, -1 to +1 हुन्छ होइन। यो बाहेक तपाईँहरूलाई क्वेसन सोध्न मिलाउने भनेको एउटा सेन्सिटिभिटी, स्पेसिफिसिटी, पोजिटिभ प्रेडिक्टिभ भ्यालु, नेगेटिभ प्रेडिक्टिभ भ्यालु। सेन्सिटिभिटी के हो त, सेन्सिटिभिटी इज द एबिलिटी टु टेस्ट करेक्टली आइडेन्टिफाई इन्डिभिजुअल्स हु ट्रुली ह्याभ द डिजिज भएकोलाई कति पिक गर्न सक्छ, त्यो भनेको सेन्सिटिभिटी हो। जहिले पनि तपाईँले क्वेसन सोध्छ यो स्क्रिनिङ टुलको सेन्सिटिभिटी कुन चाहिँ हाई हुनुपर्छ, सेन्सिटिभिटी आउनुपर्छ कि स्पेसिफिसिटी हाई हुनुपर्छ कि पिपिबी हाई हुनुपर्छ कि एनपिबी आउनुपर्छ, तपाईँले के भन्नुपर्छ, स्क्रिनिङ टुलको सेन्सिटिभिटी आउनुपर्छ होइन। स्पेसिफिसिटी के हो भने जसलाई डिजिज छैन त्यसलाई यो डिजिज छैन, जस्तै इज द एबिलिटी टेस्ट करेक्टली आइडेन्टिफाई इन्डिभिजुअल्स ट्रुली ह्याभ द डिजिज भनेको पोजिटिभ भयो। रिफर्स टु द एबिलिटी टु टेस्ट टु करेक्टली आइडेन्टिफाई इन्डिभिजुअल्स हु डु नट ह्याभ डिजिज। यसलाई डिजिज छैन है, यसलाई डिजिज छ सेन्सिटिभिटी पत्ता लगाउने, यसलाई डिजिज छैन भनेको एक्युरेसीको कुरा हो, त्यसमा स्पेसिफिक भयो। त्यसैले डायग्नोस्टिक टेस्टहरूको स्क्रिनिङ टेस्टको सेन्सिटिभिटी हाल्नुपर्छ, डायग्नोस्टिक टेस्टको स्पेसिफिसिटी हाल्नुपर्छ, ठिक छ। त्यस्तै
पोजिटिभ प्रेडिक्टिभ भ्यालु भने के हो? इट रिप्रेजेन्ट्स द प्रोबेबिलिटी दैट एन इन्डिभिजुअल विथ अ पोजिटिभ टेस्ट रिजल्ट ट्रुली ह्याभ द डिजिज भन्यो। जसलाई एउटा डायग्नोस्टिक टेस्टले पोजिटिभ ल्याइदियो त्यो कति पर्सेन्ट त्यसमा पोजिटिभ हुने चान्स भयो त्यसलाई भन्छ पीपीभी। र एउटा टेस्टले नेगेटिभ बनाइदियो भने त्यसमा डिजिज हुने चान्स कति छ त्यसलाई भन्छ एनपीभी हैन। अब यसलाई हामी एउटा इक्जाम्पलले हेरौँ न। जस्तै एउटा 2/2 टेबल छ, त्यसमा मानौँ डिजिज प्रेजेन्ट भनेको कति छ? 90 जनामा डिजिज प्रेजेन्ट थियो हैन, तर टेस्टको पोजिटिभ कति आयो? 80 जनाले मात्रै आयो हैन। त्यस्तै डिजिज एब्सेन्ट 110 जनामा थियो हैन, तर कतिमा आयो? 90 जनामा चाहिँ साँच्चै एब्सेन्ट भयो, फल्स पोजिटिभ आइदियो 20 जनामा हैन। भनेको टोटल 200 जनामा तपाईको के भयो भने 100 जनामा चाहिँ टेस्ट पोजिटिभ आइदियो, 100 जनामा टेस्ट नेगेटिभ आयो हैन। तर बिमारी चाहिँ 80 जनाले मात्र छ त फेरि हैन। भनेको यसमा चाहिँ तपाईले कसैले यदि निकाल्न भयो भने कसरी निकाल्नुहुन्छ त? सेन्सिटिभिटी भनेको ट्रु पोजिटिभ बाइ ट्रु पोजिटिभ प्लस फल्स नेगेटिभ भनेको 80/80 प्लस 10 गर्दाखेरि 89 आयो। त्यस्तै स्पेसिफिसिटी भने के हो त? ट्रु नेगेटिभ बाइ जस्तो सेन्सिटिभिटीको माथि के भयो? ट्रु पोजिटिभ हो, त्यस्तै स्पेसिफिटीको माथि ट्रु नेगेटिभ आयो, ट्रु नेगेटिभ प्लस फल्स पोजिटिभ गर्दा आउँछ। त्यस्तै पीपीभी को फर्मुला ट्रु पोजिटिभ बाइ ट्रु पोजिटिभ प्लस यसमा ट्रु पोजिटिभ बाइ ट्रु पोजिटिभ प्लस फल्स पोजिटिभ। त्यस्तै एनपीभी मा ट्रु नेगेटिभ बाइ ट्रु नेगेटिभ प्लस फल्स नेगेटिभ। यति 4वटा फर्मुला याद गर्नुभयो भने तपाईले न्युमेरिकल पनि सल्भ गर्न सक्नुहुन्छ। अब केही म यो क्वेशनहरु राखेको छु, त्यसलाई डिस्कस गरिहाल्छु। जस्तै यस्तो सोध्न सक्छ, व्हाट टाइप अफ स्टडी डिजाइन इज बेस्ट फर डिटरमाइनिङ कज एन्ड इफेक्ट रिलेसनशिप? अघि मैले भने अझै एबीसीडी छ, हेर्नुस् आरसीटी। त्यस्तै विच अफ द फलोइङ इज नट अ क्यारेक्टरिस्टिक्स अफ अ गुड रिसर्च? अघि क्वेशन एउटा याद गर्नु होला तपाईले। त्यस्तै which measure of central tendency is most affected by outliers? आउटलायर्स भने के हो? एउटा सँगसँगै डाटा हुन्छ कि त एकदम हाई हुन्छ कि त लो हुन्छ एउटा डाटा। त्यसमा चाहिँ अब मिड मिडियम मोडमा सबभन्दा बढी कुन इफेक्ट हुन्छ त? मिन हुन्छ हैन। त्यस्तै व्हाट डज अ p भ्यालु लेस देन 0.05 इन्डिकेट्स हैन। p भ्यालु लेस देन 0.05 भने यसले के गर्छ भने यसले के भन्यो भने नन हाइपोथेसिस इज ट्रु। हाइपोथेसिस दुईटा हुन्छ, अल्टरनेट हाइपोथेसिस र नल हाइपोथेसिस। यदि p भ्यालु लेस देन 0.05 छ भने त्यसले के भन्यो? नल हाइपोथेसिस इज ट्रु। त्यसपछि विच अफ द फलोइङ बेस्ट डिफाइन्स अ बायस इन रिसर्च? बायसलाई कसले गर्छ? र्यान्डम एररले गर्छ कि सिस्टमेटिक एरर गर्छ कि नर्मल भेरिएसन? अनबायसले यसले के गर्यो? सिस्टमेटिक एररले गर्यो। त्यसपछि केही क्वेशन हामी इपिडेमियोलोजिकल स्टडीका पनि हेर्छौँ। विच अफ द फलोइङ फोकसेस अन द डिस्ट्रिब्युसन अफ डिजिज इन अ पपुलेसन? अघि पनि डिस्ट्रिब्युसनको बारेमा कसले हेर्यो? केस कन्ट्रोलले गर्यो। व्हाट इज द मेन पर्पस अफ क्रस सेक्सनल स्टडी? हैन, मैले अघि भनेको थिएँ प्रिभ्यालेन्स निकाल्नलाई, प्रिभ्यालेन्स आयो हैन। त्यसपछि विच अफ द फलोइङ इज एन एक्जाम्पल अफ डिस्क्रिप्टिभ स्टडी? डिस्क्रिप्टिभ स्टडीको एक्जाम्पल के हो? कोड, केस कन्ट्रोल, इकोलोजिकल। इन एन इकोलोजिकल स्टडी अ युनिट अफ एनालाइसिस इज इकोलोजिकल स्टडी भने कम्युनिटी बेस्ड स्टडीमा युनिट अफ एनालाइसिस के हो त? इन्डिभिजुअल होइन, ग्रुप अफ पपुलेसन हो हैन। त्यसपछि विच मेजर इज कमनली युज इन डिस्क्रिप्टिभ इपिडेमियोलोजी भनेको डिस्क्रिप्टिभ इपिडेमियोलोजीमा कुन चाहिँ बढी युज हुन्छ भनेको प्रिभ्यालेन्स रेट हुन्छ। त्यसपछि एनालाइटिकलमा हो विच स्टडी डिजाइन इज बेस्ट फर इस्टाब्लिसिङ क्याजुअलिटी? यो 4वटा मध्ये कजलिटीको लागि कुन हो? क्रस सेक्सनल। यो 4वटा मध्ये है फेरि कोर्ट हैन, कोर्ट हो, किनभने यसमा चाहिँ नर्मल राखेर एक्सपोजर दिन्छौँ हामी। त्यसपछि इन केस कन्ट्रोल स्टडी सब्जेक्ट्स आर सिलेक्टेड बेस्ड अन हैन डिजिज स्ट्याटस हैन। मैले अघि भने नि त डिजिज एउटा डिजिज भएको र नभएको मान्छे चुन्ने हो नि त हैन। अड्स रेसियो इज मोस्ट कमनली विच टाइप अफ स्टडी? कुनमा बढी हुन्छ? अघि भनेको थिएँ मैले केस कन्ट्रोलमा हैन। कोर्ट स्टडी, अब कोर्ट स्टडी कस्तो टाइपको स्टडी हो? केस कन्ट्रोल चाहिँ रेट्रोस्पेक्टिभ, कोर्ट चाहिँ प्रोस्पेक्टिभ। विच अफ द फलोइङ इज डिसएडभान्टेज अफ कोर्ट स्टडीज? अघि भनेको थिएँ कोर्ट स्टडी चाहिँ टाइम कन्ज्युमिङ र मोर एक्सपेन्सिभ हुन्छ हैन। त्यसपछि केही चिज एक्सपेरिमेन्टल स्टडी पनि हेरौँ। द गोल्ड स्ट्यान्डर्ड फर इपिडेमियोलोजिकल रिसर्च इज आरसीटी, रेन्डमाइज कन्ट्रोल ट्रायल। त्यसपछि इन आरसीटी पार्टिसिपेन्ट एलोकेटेड इन ग्रुप्स बाइ कसरी ग्रुप्समा गर्ने? रेन्डमाइजेसन गरेर हैन। ब्लाइन्डिङ इन आरसीटी हेल्प टु रिड्युस हैन। ब्लाइन्डिङ के को लागि युज हुन्छ त हामीले रिसर्चमा?
भन्नुहोस् त तपाईँहरूले? मैले राखेको छैन है फेरि है। यसमा चाहिँ ब्लाइन्डिङ किन गर्छ भने हामीले बायस सेलेक्सन बायस हटाउनु पर्छ हामीले हैन, सेलेक्सन बायस हटाउनु पर्छ हैन, सेलेक्सन बायस हटाउनु पर्छ। ठीक छ, अब क्लास पनि आज लामो भयो हैन, आज यति नै गरौँ हैन। अब भ्यायो भने म अर्को एउटा भिडियो फेरि बिचमा अपलोड गर्छु। धन्यवाद, नमस्ते।